तपाईले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त? बढ्नै पर्छ, नबढ्यो भने त म त हडताल गर्छु नि। हडताल गर्ने हो। मान्यज्यू, भोलि प्रधानमन्त्रीले शपथ ग्रहण गर्दै हुनुहुन्छ। बालेन सरकारले गर्नुपर्ने 1 2 3 गरेर भन्दाखेरि के काम? भ्रष्टाचार हटाउने, सुशासन ल्याउने। ल अहिलेको प्रतिवेदन पहिलो काम त्यसपछि गर्नुपर्ने काम हजारौं। शिक्षामा ठ्याक्कै के गर्नु पर्ला तपाईले? शिक्षामा राजनीतिकरण हटाउने अनि शैक्षिक वातावरण बनाउने। उहिले नै अस्ति नै मन्त्री छँदाखेरि अन्त्य गर्न सकेका भए म चुनाव लड्ने थिइनँ, उति बेला सकिएन, अनि चुनाव नलडी नहुने भयो। त्यो भएर म चुनाव लड्न गएको। मैले ल्याउन खोजेको 3वटा अध्यादेश र शिक्षा नियमावली त्यो ल्याउन सकेको भए म चाहिँ ढुक्क भएर यहीँ मन्त्री खाएर बस्थेँ, आज सिद्धिन्थ्यो होला होइन। अब नयाँ रोल आयो त्यो। म चाहिँ एउटा राजनीतिज्ञ होइन, राजनीति गर्नलाई यहाँ सांसदमा आएको होइन। सिंहदरबारभित्र माननीय हुन्छु, सिंहदरबारभन्दा बाहिर चाहिँ म जनता हुन्छु। मन्त्री हुने चाहना हो कि होइन यो सरकार? होइन छैन, मलाई त्यस्तो मन्त्री खाने के अधुरो भएर आएको छ नि त त्यहाँ। त्यसलाई त काम गर्ने त्यो अधुरो सपनालाई पुरा गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन। नमन्त्री भए पनि काम हुन्छ। तपाईँ एक मात्रै स्वतन्त्र सांसद हो होइन, जनताले धेरै सपनाहरू देखेका छन्, त्यो पुरा होला? सपना देखेर मात्र हुन्न नि, काम गर्नुपर्छ। जनता पनि सुतेर बसेर हुन्न, जनताले पनि काम गर्नुपर्छ, नेताहरूले पनि काम गर्नुपर्छ, अनि मात्रै देश बन्छ। जनताले चाहिँ नेताहरूको राम्रो काम गर्ने नेताहरूको खुट्टा तान्नु हुन्न है, सहयोग गर्नुपर्छ। अहिले आएका नेताहरू राम्रा छन् मानिज्यू? अब त्यो अहिले थाहा हुँदैन, अब 1 2 3 वर्षसम्म पर्खेर हेर्नुपर्छ। तपाईँ चाहिँ म राम्रो छु भन्ने लाग्छ कि लाग्दैन? संसदमा मेरो भूमिका सांसदको हुन्छ। ल अरू त्यहाँभन्दा अरू के भन्नु? मान्यज्यू, भोलि प्रधानमन्त्रीले शपथ ग्रहण गर्दै हुनुहुन्छ। बालेन सरकारले गर्नुपर्ने 1 2 3 गरेर भन्दाखेरि के काम? भ्रष्टाचार हटाउने, सुशासन ल्याउने। ल अहिलेको प्रतिवेदन पहिलो काम त्यसपछि गर्नुपर्ने काम हजारौं। शिक्षामा ठ्याक्कै के गर्नु पर्ला तपाईले? शिक्षामा राजनीतिकरण हटाउने अनि शैक्षिक वातावरण बनाउने। तपाईले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त? बढ्नै पर्छ, नबढ्यो भने त म त हडताल गर्छु नि। हडताल गर्ने हो। तपाईको नाम फेरि शिक्षा मन्त्रीमा चाहिँ चर्चामा छ, के हो? थाहा छैन, चर्चा मैले सुन्दिनँ। अनि 2 तिहाई पुर्याउनलाई 2 सिट कम छ रासोपालाई, त्यसमा 1 सिट चाहिँ तपाईले दिन्छ, एक सिट दिन्छ। त्यो त दिन्छ। तपाईको समर्थन हुन्छ 1 सिट? हुन्छ, मज्जासँग। भनेपछि तपाई पनि सत्ता पक्ष बस्नुहुन्छ? पक्ष विपक्षमा म हुन्न, म चाहिँ एउटा राजनीतिज्ञ होइन, राजनीति गर्नलाई यहाँ सांसदमा आएको होइन। सिंहदरबारभित्र माननीय हुन्छु, सिंहदरबारभन्दा बाहिर चाहिँ म जनता हुन्छु। मन्त्री हुने चाहना हो कि होइन यो सरकार? होइन छैन, मलाई त्यस्तो मन्त्री खाने के अधुरो भएर आएको छ नि त त्यहाँ। त्यसलाई त काम गर्ने, त्यो अधुरो सपनालाई पुरा गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन। नमन्त्री भए पनि काम हुन्छ। तर मन्त्री दियो भने जिम्मेवारीबाट भाग्नुहुन्न? शिक्षा मन्त्रालयमा जे हेरौँ, त्यसलाई अन्त्य गर्नलाई त तपाईँ फेरि त्यही मन्त्रालयमा फर्किन चाहनुहुन्छ नि, त्यसलाई अन्त्य गर्नको लागि होइन? हो, र त्यही अन्त्य गर्न सकेका उहिले नै अस्ति नै मन्त्री छँदाखेरि अन्त्य गर्न सकेका भए म चुनाव लड्ने थिइनँ, उति बेला सकिएन, अनि चुनाव नलडी नहुने भयो। त्यो भएर म चुनाव लड्न गएको। मैले ल्याउन खोजेको 3वटा अध्यादेश र शिक्षा नियमावली त्यो ल्याउन सकेको भए म चाहिँ ढुक्क भएर यहीँ मन्त्री खाएर बस्थेँ, आज सिद्धिन्थ्यो होला होइन। अब नयाँ रोल आयो त्यो। अब आज कुन भाषामा शपथ लिनुहुन्छ? नेपाली भाषामा लिने हो नि। सबैले मातृभाषामा लिनु भयो नि कतिले त? उनीहरूको इच्छा हो। धन्यवाद।